साथीहरू, नेपाली प्रहरी जवानमा सोधिने जिके क्वेसनहरू लिएर आएको छु। यो क्वेसनहरू सबै इम्पोर्टेन्ट क्वेसनहरू छ, सबै वर्षमा प्राय सोधिरहेका क्वेसनहरू छ, त्यसैले भिडियो सुरुदेखि अन्तिमसम्म नछुटाई हेर्नुहोला। क्वेसन नम्बर 1 मा रहेको छ, पर्यटकीय स्थान कन्याम कहाँ पर्दछ? यसको सही एन्सर रहेको छ इलाम। क्वेसन नम्बर 2 मा रहेको छ, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको औसत परिवार सङ्ख्या कति जनाको छ? यसको सही एन्सर रहेको छ 4.37 जनाको। अर्को क्वेसन रहेको छ, हिमाल पारीको जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ? यसको सही एन्सर रहेको छ मनाङ र मुस्ताङलाई। क्वेसन नम्बर 4 मा रहेको छ, हात्तीको बच्चालाई के भनिन्छ? यसको सही एन्सर रहेको छ छावा। क्वेसन नम्बर 5 मा रहेको छ, दनुवार जातिको मुख्य वासस्थान रहेको जिल्ला कुन हो? यसको सही एन्सर रहेको छ सिन्धुली। अर्को क्वेसन रहेको छ, लुम्बिनी प्रदेशमा कति जिल्ला छन्? यसको सही एन्सर रहेको छ 12 वटा। अर्को क्वेसन रहेको छ, नेपालको 754 स्थानीय तहमा जम्मा वडा सङ्ख्या कति रहेको छन्? यसको सही एन्सर रहेको छ 6743 वटा। क्वेसन नम्बर 8 मा रहेको छ, गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री को हुन्? यसको सही एन्सर रहेको छ पुष्पकमल दाहाल अर्थात् प्रचण्ड। क्वेसन नम्बर 9 मा रहेको छ, कफी खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो? यसको सही एन्सर रहेको छ गुल्मी। क्वेसन नम्बर 10 मा रहेको छ, प्रहरी कर्मचारीले एक वर्षमा बिरामी बिदा कति पाउँछन्? यसको सही एन्सर रहेको छ 12 दिन। क्वेसन नम्बर 11 मा रहेको छ, नेपालको संविधानको अनुसूची 3 मा के को व्यवस्था गरेको छ? यसको सही एन्सर रहेको छ नेपालको निशान छाप। क्वेसन नम्बर 12 मा रहेको छ, प्रहरी चौकीमा कुन दर्जाको प्रहरी अधिकृत कार्यालय प्रमुख रहने व्यवस्था छ? यसको सही एन्सर रहेको छ प्रहरी सहायक निरीक्षक। क्वेसन नम्बर 13 मा रहेको छ, नेपाल एकीकरण गर्नुभन्दा अगाडि पृथ्वीनारायण शाह कुन राज्यका राजा थिए? यसको सही एन्सर रहेको छ गोर्खा। क्वेसन नम्बर 14 मा रहेको छ, चीन र भारत दुवै देशलाई छुने जिल्ला कतिवटा छन्? यसको सही एन्सर रहेको छ 2 वटा। चीन र भारतलाई चाहिँ 2 वटा जिल्लाले मात्रै छुन्छ। क्वेसन नम्बर 15 मा रहेको छ, सबैभन्दा बढी जिल्ला रहेको प्रदेश कुन हो? यसको सही एन्सर रहेको छ कोशी प्रदेश। क्वेसन नम्बर 16 मा रहेको छ, नेपालमा शिकार आरक्षण क्षेत्र कतिवटा रहेका छन्? यसको सही एन्सर रहेको छ 1 वटा। क्वेसन नम्बर 17 मा रहेको छ, प्रहरी कर्मचारीको लागि कति किसिमको बिदाहरूको व्यवस्था गरिएको छ? यसको सही एन्सर रहेको छ 8 किसिमको। क्वेसन नम्बर 18 मा रहेको छ, सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? यसको सही एन्सर रहेको छ काठमाडौँ। सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला चाहिँ काठमाडौँ हो र सबैभन्दा कम भएको जिल्ला चाहिँ मनाङ। अर्को क्वेसन नम्बर 19 मा रहेको छ, यदि फलामलाई काठ, काठलाई पराल, पराललाई रबर भनिन्छ भने फर्निचर केले भन्छ? यसको सही एन्सर रहेको छ पराल। प्रश्न नम्बर 20 मा रहेको छ, नेपाल प्रहरीमा 2 तारा दर्जने चिन्ह कुन पदको हो? यसको सही एन्सर रहेको छ प्रहरी नायब निरीक्षक। क्वेसन नम्बर 21 मा रहेको छ, नेपाल प्रहरी कस्तो प्रकृतिको सेवा हो? यसको सही एन्सर रहेको छ गैर सैनिक प्रहरी सेवा। क्वेसन नम्बर 22 मा रहेको छ, सबैभन्दा धेरै वन क्षेत्र भएको प्रदेश कुन हो? यसको सही एन्सर रहेको छ कर्णाली प्रदेश। क्वेसन नम्बर 24 मा रहेको छ, रुन्चेताल कुन जिल्लामा पर्दछ? यसको सही एन्सर रहेको छ गोर्खा जिल्ला। क्वेसन नम्बर 24 मा रहेको छ, नेपाल प्रहरी सम्बन्धी हेर्ने मन्त्रालय कुन हो? यसको सही एन्सर रहेको छ गृह मन्त्रालय। क्वेसन नम्बर 25 मा रहेको छ, नेपालको सबैभन्दा ठुलो ताल कुन हो? यसको सही एन्सर रहेको छ राराताल।